पुन्जी हो, पुन त रिसाएर हिँड्नुभएको। 2-4 कानुन बनाउन भन्नुभएको थियो, ती कानुन राम्रै थियो, तर हामीले यो छोटो समयमा त्यो कानुन बनाएर उहाँलाई चाहिँ सहयोग गर्न हामीले सकेनौँ। त्यो कानुन मुलुककै लागि थियो, तर हामीले सकेनौँ उहाँलाई सहयोग गर्नलाई। अनेक परिस्थिति हुन्छ, सबै कुरो हुँदैन। त्यसै कारण अब राइट हो, आफ्नो व्यक्तिको राइट हो, को राजनीतिमा जान्छ जाँदैन, त्यसो कारण त्यहाँ भन्नु पनि बेकार छ कि एउटै पोलिटिकल पार्टी। यो अभियोग पनि आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टीको हो भनेर। राष्ट्रिय स्वतन्त्र पार्टीमा 2 जना गए, कुलमानजीको आफ्नै पार्टी हो त्यो। अब पुनजीको चाहिँ महावीर पुनको पार्टी नै छैन भनेपछि एउटै पार्टी, सबै मान्छे राष्ट्रिय पार्टीमा स्वतन्त्र पार्टीमा गए त होइन। र हामीहरू कसैसँग त्यस्तो कन्ट्याक्ट पनि छैन। यो गलत हो, यो गलत भाष्य हो। आफ्नो आफ्नो राइट हो। चुनावमा कसैलाई हामीले सबैलाई सोध्यौँ, तपाईँहरूको एनीबडी यु निड भनेर पनि सोध्यौँ हामीले। कोही तपाईँहरू जानुहुन्छ भने नजानेहरू बसे, जसलाई पोलिटिकली कुनै इन्ट्रेस्ट थिएन। हामीलाई थाहा थियो यसलाई इन्ट्रेस्ट छ, उसलाई चाहिँ इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन्। आए गए, बकायदा गए। अहिले सम्पर्क पनि छैनन्। हामीले खाँदा ओडाएर जति दिन तिमीहरूले चिया खाएर यहाँ काम गर्यौ, मात्र चिया खाएर काम गरेका छन् तिनीहरूले। हद्द भएको मन्त्रालयको 2 कप चिया खाएको होला दैनिक। तिमीहरू गए, धन्यवाद, हामीले पठाइदिएको। मैले यति भन्दै यहाँ मैले अन्त्य गरेँ। आज मैले बोल्न पाएको म खुसी छु। धन्यवाद छ, यो मौका पाएँ। फेरि यस्तो मौका पाउनु बहुत गाह्रो छ, कठिन छ। म आशा पनि गर्दिनँ, म त्यो क्षेत्रको मान्छे पनि होइन, मेरो नेचर पनि त्यो होइन, मेरो कल्चर पनि होइन, म पोलिटिकल पार्टीमा कहिले रहेको मान्छे पनि होइन। यहाँहरूलाई थाहा होला कि 27 गते मेरो शपथ ग्रहण मैले गरेँ, नियुक्ति भयो। त्यसपछि केही समय मन्त्री परिषद गठन नै भएन, किनभने हाम्रो त पोलिटिकल पार्टीको त होइन, पोलिटिकल पार्टीको आफ्नो सर्टेन मेम्बरहरू हुन्छ। हामीले त बाहिरबाट खोज्नुपर्ने अवस्था आयो इन्ट्रिम गभर्मेन्टको निम्ति। त्यसमा चाहिँ जेनजीको ठुलो एउटा प्रेसर थियो हामीलाई, जेनजीको मान्छेहरू ल्याऊ मन्त्रीमा भनेर आयो त्यसकारको। त्यसमा महावीर पुनको नाम आयो, त्यसपछि कुलमान घिसिङका नामहरू उनीहरूले प्रेसर गरे। हामीले त मान्नुपर्ने अवस्था पनि थियो तत्काल। त्यसपछि धेरैको नामहरू चाहिँ आयो। त्यसमध्येको केहीलाई हामीले चाहिँ मन्त्री परिषदमा आयौँ। त्यो बेलामा तत्तत व्यक्तित्वहरूले आउन मान्नुभएको थिएन मन्त्री परिषदमा। तर जेनजीको प्रेसर के थियो भने यिनीहरूलाई तिमीहरूले लिनै पर्छ, कुलमानलाई लिनै पर्छ, पुनलाई लिनै पर्छ र अरू सञ्चार मन्त्री यिनीहरूलाई पनि लिनै पर्छ भन्ने खालको आवाज आयो। र हामीले हात जोडेर, मैले नै स्पेसली अरूलाई त म भन्दिनँ, मैले नै स्पेसली हात जोडेर जति दिन तपाईँहरू बस्ने हो बसिदिनुहोस्, किनभने जेनजीको प्रेसर छ, त्यो नभई हुँदैन। त्यसमा बब्लु गुप्ता भन्ने पनि जेनजीबाट आयो त्योहरू। अब उनीहरू सञ्चार मन्त्री गएका र बब्लु यिनीहरू अब अलिक लोकप्रिय टाइपका मान्छे पनि हुन्, यिनीहरू पोलिटिक्समा जाने मान्छे हुन् भन्ने हामीलाई थाहा पनि थियो। बैमानी त्यहाँनिर हुन्छ जहाँ सरकारमा बसी बसी कोही चुनाव लड्छ भने त्यो इन्ट्रिम गभर्मेन्टमा बसेर बैमानी गर्यो भन्न सकिन्छ। तर सरकारै छोडेर गइसकेको व्यक्ति जसलाई हामीले वर्ड्स पनि दिएको छ, जुन दिन तिमी सरकार के अरे चुनावमा जान्छौ त्यो दिन राजीनामा गरेर जाऊ, हामी बिदाई गरिदिन्छौँ, केही छैन। तर जति दिन बस्नुपर्ने हो त्यो जेनजीको भोइसको कारणबाट भनेर अझ उसलाई त पुनलाई त एक प्रकारले अँगालो हालेर सुदन गुरुङले लिएर आयो। ऊ त किताब बेच्दा बेच्दै सडकबाट उठाएर लिएर आएको हो भने त्यो। अनि मलाई लाग्दैन कि अब कोही गयो, जस्तो सञ्चार मन्त्री योङ छ, बबुल गुप्ता योङ छ। अब यिनीहरूले चाहिँ के भने अहिलेको यो परिवर्तित उसमा उनीहरू जेनजी टाइपको भएको हुनाले अब तिनीहरूले चुनावमा जान पाउँदैनन् भन्ने मलाई त त्यो त लाग्दैन। र खासमा भन्ने हो भने दोष लाउनुहुन्छ भने मलाई दोष लाउनुहोस्, उनीहरूलाई दोष नलाउनुहोस्। किनभने मैले त्यतिखेर सरकार बनाउनैको लागि पनि वर्ड्स दिएको थियो कि तिमीहरू जुन दिन, कुलमानजीलाई पनि भनेको थिएँ, जुन दिन तपाईँहरू जाने हो त्यो दिन चाहिँ म बकायदा तपाईँहरूलाई चाहिँ बिदाई चाहिँ म गर्छु, तपाईँहरू जानुहोस् आरामसँग चुनाव लड्नुहोस् भनेर चाहिँ मैले भने पनि हो। त्यस कारण मलाई लाग्दैन कि उनीहरूले चाहिँ बैमानी गरे, यो गरे, पोलिटिकल ऊ गरे भन्ने। त खासमा त्यो भन्नु बेकार छ। उनीहरूको लाइफ छ, उनीहरूको आफ्नो जीवन हो, उनीहरूको आफ्नो उमेर छ, राजनीतिमा जान सक्ने उनीहरूको संस्कार छ। त्यस कारण तिनलाई त्यसरी गए भन्दैमा मैले यहाँहरूलाई खुलाइदिएँ कि मैले नै वचन दिएको हो
जेनजीको प्रेसर थियो ल्याउनै पर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छु भनेको थियो। त्यसकारण उनीहरू गए। अब आजसम्म उनीहरूको कुनै सम्पर्क पनि छैन मन्त्रीमण्डल परिषदसँग, आएर कुनै कुरोको माग पनि गरेका छैनन्। आजसम्म हामीसँग कुनै टेलिफोनमा कन्ट्याक्ट पनि छैन। उनीहरू निर्वाचनमा गए, चुनावमा अब उनीहरू भाग लिएका छन्। मलाई अन्यथा भनिरहनु पर्छ भन्ने जस्तो पनि लाग्दैन।